हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई चाहिँ मेरो नयाँ युट्युब च्यानलमा। मेरो आजको भिडियो चाहिँ रोपाईको हुनेछ। अनि हाम्रोतिर चाहिँ रोपाई सुरु भइसक्यो है साथीहरु। हाम्रोतिर चाहिँ अचार लागिसक्यो। हजुरहरुतिर चाहिँ कस्तो छ कमेन्ट गरेर भनिदिनु होला। यति भन्दै म चाहिँ आज चाहिँ धानको बिउ उखाल्नतिर लागे। हाम्रो चाहिँ अब बिहान चाहिँ धानको बिउ उखाल्ने अनि दिउँसो चाहिँ रोपाई सुरु हुनेछ। म चाहिँ हजुरहरुलाई चाहिँ सबै देखाएर चाहिँ भिडियो बनाउने छु। हजुरहरुले चाहिँ हेरेर साथ दिनु होला। थ्यांक यू। Days later. हेलो साथीहरु, आज चाहिँ हाम्रो धानको बिउ उखालेको है। यहाँ देख्न सक्नुहुनेछ हाम्रो धानको बिउ उखालेको। हाम्रो धानको बिउ चाहिँ यस्तो छ है। धानको बिउ चाहिँ यस्तो, पानी पनि छैन, पानी पनि परेन है। हाम्रो धानको बिउलाई चाहिँ भिटामिन पुगेन जस्तो छ। धानको बिउ चाहिँ यस्तो छ है साथीहरु, यहाँ देख्न सक्नुहुनेछ है। यही हो हाम्रो धानको बिउ। हाम्रो धानको बिउलाई चाहिँ भिटामिन ए बी सी डी सबै पुगेन है। यहाँ देख्न सक्नुहुन्छ धानको बिउ। धानको बिउ चाहिँ यस्तो छ। कसरी रोप्ने होला यो? आधी डुबाउनु कि पुरै डुबाउनु हो है। हाम्रो चाहिँ धानको बिउ उखालेको आज यति उखाल्यो। अझै बाँकी छ। अझै यो लट्ठी गाडेको सम्म चाहिँ हाम्रो त्यहाँदेखि त्यो चाहिँ मान्छेको। अनि हाम्रो चाहिँ यहाँ धानको बिउ धुने चाहिँ यसरी है। बाल्टिनमा पानी ओसार्ने, यसरी डुबाउने अनि धुने, यसरी हो हाम्रो त। पानी छैन। हाम्रो खेतमा छ, पानी चाहिँ छैन। पानी परेन। आकाशमा पनि घाम लाग्ला जस्तो भइरहेछ, पानी पनि परेन। हाम्रो चाहिँ धानको बिउ उखाल्दैछ। यति उखालिसक्यो, अझै यति बाँकी छ उखाल्नु पर्ने। दिउँसो अब 2-3 घन्टा जतिमा त सकिन्छ होला। धानको बिउ चाहिँ यस्तै भयो है। भिटामिनले गर्नु गर्यो। ल धानको बिउ छुपुक छुपुक रोप्ने अहिले दिउँसो है। यहाँ हुनुहुन्छ हजुरआमा, हाम्रो मम्मी। आमा ठीक लाबा आमा धानको बिउ उखाल्नु भयो हो? अनि यो धानको बिउ के भएको त? यस्तो धानको बिउमा भिटामिन हाल्नु पर्दैन? ल धानको बिउ यहाँ खतम भयो नि धानको बिउ। उहाँ उता पनि धानको बिउ उखाल्दै हुनुहुन्छ, उहाँ घरको हजुरआमा। अनि हाम्रो पनि उखाल्दैछौँ है। अब चाहिँ भट्टाभट उखाल्नु पर्यो साथीहरु। अहिले दिउँसो चाहिँ रोप्नुपर्छ। घाम आउँछ है, दिउँसो हाम्रो रोपाई गर्नुपर्छ साथीहरु। आज चाहिँ हाम्रो धान रोपाई सुरु भयो। ल यो चाहिँ हाम्रो खेत है। आज चाहिँ धान रोप्ने। म चाहिँ घामले डढेर कालो भयो साथीहरु। यहाँ देख्न सक्नुहुनेछ धानको बिरुवा बिउ। यहाँ चाहिँ धान रोप्ने हिलोमा छुपुक छुपुक लाएर 12 बजेको घाम। आँखा मेरो सबै डढेर कालै भइसक्यो। म के गर्नु साथीहरु? हेलो हेर्नुस् यहाँ मलाई जम्मै डढेर कालै भइसक्यो। म के गर्नु? नरोइ पनि नहुने, आफ्नो खेतको काम गर्नु पर्यो हैन। ल आज चाहिँ यहाँ धान रोप्ने। म चाहिँ अब धान रोप्नु थालेको। मम्मी मम्मी के गर्नु बा? के गर्नु भयो भने क्या अहिले? मम्मी ए मम्मीको सुरुवाल त बिजोग भएछ। हेलो साथीहरु, म चाहिँ आज धान रोपेको। यहाँ हाम्रो धान डुबायो पानीले। भिटामिन एबीसीडी धेरै भएर धानको बिउलाई पानीले डुबायो साथीहरु। के गर्नु?
हाम्रो आमा कति काम गर्नुहुन्छ म नि माया लागेर आउँछ कहिले कहिले त भिडियो बनाउन पनि पाउँदैन है के गर्नु धान रोप्नु पर्यो आफैले रोप्नुपर्छ है त्यही भएर भिडियो बनाउन चाहिँ पाउँदिन 7 hours later साथीहरु फाइनली हाम्रो धान चाहिँ रोपेर सक्यो मेरो अनुहार चाहिँ यस्तो भयो है गाह्रो छ के गर्नु ल हाम्रो धान रोपेर चाहिँ सक्यो यो गह्रो र त्यो तल्लो गह्रो दुईटा 4 कट्ठा हो हाम्रो ल हाम्रो चाहिँ धान रोपाई चाहिँ यस्तो देख्न सक्नुहुनेछ साथीहरु हाम्रो धान रोपाई चाहिँ यस्तो म चाहिँ यस्तो भए आज घामले डढेर के गर्नु यहाँ हेर्न सक्नुहुनेछ मेरो हातहरु त यस्तो भयो जम्मै सुन्निएर ओ माय गॉड हेर्नुस् त यहाँ मेरो हात के गर्नु काम गर्ने हातहरु यस्तै हो है राम्रो त कहाँ हुन्छ त ल है हाम्रो चाहिँ खेतमा सबैभन्दा यो वरिपरिमा हाम्रो चाहिँ अगाडि नै धान रोपेको हाम्रो घरमा चाहिँ छोरा मान्छे हुनुहुन्न मम्मी र म मात्रै हो खेतबारीमा खट्ने भनेको काम गर्नुपर्ने भनेको उहाँ तल त्यो आलीमा बस्नुहुने चाहिँ हाम्रो मम्मी उनी चाहिँ हाम्रो मम्मी हुन् मम्मी र म अनि दुईजना खेतालो भएर चाहिँ आज चाहिँ हाम्रो फाइनली धान रोपेर चाहिँ सक्यो साथीहरु है ल धेरै खुसी लागेछ है आज चाहिँ धान रोपेर सक्यो सबैभन्दा ठुलो कामै यही हो धान रोप्नु पर्ने छोरा मान्छे छैन अनि अब गाह्रो हुन्छ नि है कहिले सकिला आफ्नो भन्ने हुन्छ त्यही भएर आज चाहिँ हाम्रो धान रोपेर सक्यो साथीहरु ल धान रोपेको खेत चाहिँ यही हो ल यसरी चाहिँ धान रोप्यो तल चाहिँ कोदो रोपेको जस्तो गरी रोपेको छ पानी नै नभएर बल्ल 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 घाममा मरी रोपेर सकाएको साथीहरु ल हजुरहरुले चाहिँ हाम्रो धान रोपेको हेर्नु सक्नुभयो खेतबारीको कामहरु हेर्नुभयो है कस्तो लाग्छ प्लिज राम्रो लाग्छ भने लाइक गरिदिनुस् सब्स्क्राइब गरिदिनुस् र मन पर्छ भने शेयर पनि गरिदिनुस् कस्तो लाग्यो कमेन्ट गरेर पनि भनिदिनु होला आजलाई चाहिँ बाइ बाइ